कम्युनिस्ट पार्टी नामी हुनको कारणवश हामीलाई कोही प्रतिक्रियावादीले हराएका होइनन्। हामी कम्युनिस्टै भित्र अन्तर्विरोध भयो र जनताका जति समस्याहरू थिए तिनी हामीले पुरा गर्न सकेनौँ र त्यसकारण अहिले कम्युनिस्टको यो मुलुकमा पतन हुन गइरहेको छ। तर हामीले जनताका निरन्तर रूपमा काम गर्नुपर्ने छ। जनताको प्यारो हुनुपर्छ। जनता भनेको एउटा केटाकेटी हुन्। जनतालाई कम्युनिस्टले खुलाउन सकेन। त्यसकारण अहिले झनपछि झन हाम्रो मुलुकमा कम्युनिस्ट कमजोरी हुँदैछ। यो एउटा सानो प्रश्न तपाईँलाई, यो कम्युनिस्ट आन्दोलनमा हजुर कसरी लाग्नुभयो? सदस्यता तपाईँले कहाँबाट लिनुभयो कम्युनिस्ट पार्टीको? मैले नेपाल कम्युनिस्ट पार्टी मसालबाट राजनीति सुरु गरेको, तर मैले मसालको सदस्यको ल्याएको थिएन। त्यसमा मैले मसाल फेरि छोडेर नेकपा एमालेमा आएर मैले अहिले राजनीतिको सदस्य पनि ल्याइराखेको छु। र तपाईँले नेपाल कम्युनिस्ट पार्टी मसालमा हजुरले सदस्य ल्याउनु भएको थिएन? मैले ल्याएको होइन। मूल प्रभावमा काम गर्नुभयो तपाईँ? मूल प्रवासी नेपाली एकता सङ्घमा ल्याएँ, त मैले त्यो सदस्य ल्याएको होइन। दर्शक नमस्कार, म शङ्कर प्रसाद पोखरेल। म यति बेला कम्युनिस्ट आन्दोलनमा लामो समयसम्म राजनीति गर्नुभएका अग्रज गणेश जीसीसँग छु। गणेश जीसीज्यू, हजुरलाई हाम्रो मिडियामा हार्दिक स्वागत छ। धन्यवाद। हजुर लामो समय कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो र तपाईँ कति यो कम्युनिस्ट आन्दोलनको बारेमा छोटकरीमा बताइदिनुहोस् न। धन्यवाद मित्र। म पनि 2015 सालबाट कम्युनिस्टमा लागेको हुँ। 2006 सालमा कम्युनिस्ट चाहिँ नेपाल कम्युनिस्ट पार्टीको गठन भएको हो। यो कम्युनिस्ट पार्टीको गठन हुँदाखेरि झानिया राणा शासनको धेरै डिगडिगी थियो। त्यहाँ 4 जना मान्छे बसेर बात गर्न पाइन्नथ्यो। त्यसकारण अब हाम्रो अग्रज नेताहरू कम्युनिस्टका नरबहादुर कर्मचारी मोती देवी कलकत्ताबाट हिँडेर बनारस गएर लगायत 4 जनाले यो कम्युनिस्ट पार्टी गठन गर्नुभएको हो। त्यसमा अब कम्युनिस्टहरूले ठुलो योगदान गरे र मुलुकमा कोही परिवर्तन ल्याउनको लागि झानिया राणा शासन निरङ्कुश राजतन्त्र अन्तको लागि ठुलो कम्युनिस्टहरूले सङ्घर्ष गरे र त्यस अवस्थामा कम्युनिस्टहरूले राणा शासनहरूले अन्न दिने थिएनन्। राजाहरूलाई आफ्नो निरङ्कुश तानाशाही शासन अधीनमा राखेका थिए। त्यसमा चाहिँ मुक्ति हुनको लागि देशभक्त राष्ट्रवादी विद्यार्थीहरू लगायत सन् विक्रम सम्वत 1997 गङ्गालाल श्रेष्ठ लगायत 4 जना विद्यार्थीहरूले झानिया राणा शासनको विरुद्धमा धेरै सङ्घर्ष गर्नुभयो। उहाँलाई धेरै दुःख दिएर राणाहरूले एउटा खरीको बुटामा झुन्डाएर फाँसीको सजाय दिएका थिए। त्यसकारण हाम्रा जो कम्युनिस्टका नेताहरूले निरङ्कुश सङ्घर्ष गरे र आज लगभग 75-76 सालसम्म त्याग बलिदान तपस्याले नेपालमा कम्युनिस्ट स्थापित भएको हो। तर कम्युनिस्ट स्थापित भयो, त्यसमा जो कम्युनिस्ट भन्ने त कस्तो हो, एउटा सर्वहारा वर्गको नेतृत्व गर्ने एउटा कुशल राजनीति पार्टी हो र त्यसमा व्यक्तिवादी निहित आफूले पैसा कमाउनको लागि पहल गर्ने, जनतालाई दुःख दिने त्यस्तो पार्टी होइन। जस्तै रुसमा मिखाइल गोर्बाचोभको
गोर्बाचोभको विघटन भएपछि रुस कमजोरी हुँदै गयो। जस्तै चाइनामा माउ सेतुङले ठुलो सङ्घर्ष गर्नुभयो, उहाँ पनि एउटा कम्युनिस्ट हुनुहुन्थ्यो। उहाँले जनताको घर घरमा गएर शिक्षा दिनुहुन्थ्यो, यसरी काम गर्नुहुन्थ्यो, जनताको साथसाथै पनि काम गर्नुहुन्थ्यो। र त्यस्तो वर्तमान समय त्यस्ता कम्युनिस्टहरूको त्यस्तो एउटा नीति, कम्युनिस्ट सिस्टम नीति नभएको कारणवश अहिले हाम्रो मुलुकमा कम्युनिस्ट धेरै लोभ हुँदै गएको छ। तर लोभ भइसकेको छैन। अझै पनि महान शीर्षक कुशल नेताहरूले निरन्तर रूपमा सङ्घर्ष गर्ने, बैठकहरू राख्ने, जस्तो अब नेता भन्ने जस्तै कम्युनिस्ट जतिको आफ्नो उसमा केन्द्रमा जिल्लामा मिटिङ बैठक राखेर जति हुन्न। जस्तो जो कम्युनिस्ट भन्ने त जनता हुन्, जनतालाई खुलाउन सक्नुपर्छ, जनतालाई राम्रो हुनुपर्छ। जस्तै टोल समिति भयो, वडा समिति, एउटा राम्रो सक्रिय कार्यकर्ता